हेलो हजुर नमस्कार। हामी आज तपाईहरुको मागलाई सम्बोधन गर्ने प्रयत्न गरिरहेका छौँ। यसो घरभित्र बसेर वाक्क दिक्क भयो हैन। यसो फ्रेस हुनलाई हुँदा हामी एक्लै अर्काले हेरेपछि भेटेपछि हामी फ्रेस भइहाल्छौँ। तर त्यही पनि यसो हजुरहरूलाई हैन, हजुरले भनेको हुनाले कपालहरुको केही शब्दहरु आउनु पर्यो हैन, यसो नाच्नु पर्यो हैन, बिचमा ल्याउनु पर्यो भनेको हुनाले हैन हाम्रो जोडी हजुरमाझ पस्केका छौँ। के छ भने आराम हुनुहुन्छ? हामी अब यसो भित्र कोठाभित्र हैन एकदम वाक्क दिक्क भएर बाहिर यसो फ्रेस हुन आएको। के छ अरु भन्नु न। मैले के भन्ने भन्नु पर्यो नि। म जस्तो भ्लगर पनि हैन, मलाई जस्तो बोल्न नि आउँदैन। बोल्ने त हो, म सुन्ने काम मात्र गर्छु। यस्तो भनेको सुन्ने हो। म यो संसारको हैन सबैभन्दा एकदम लकी मान्छे जस्तो लागिरहेछ हैन, किनकि मेरो स्वेच्छाले मैले पाएको छु क्या हैन, मैले पाएको छु के स्वेच्छाले हैन। त्यो भएर सबैभन्दा संसारको हैन सबैभन्दा लकी मान्छे मै जस्तो लाग्छ क्या हैन। हजुरले कस्तो लागिरहेछ मलाई पाएर, मलाई भेटेर? सबैजनाले राम्रो भ्लगलाई सब्स्क्राइब गर्नु है दोस्तहरु। आउँछ पाराले आउँछ। मेरो पनि गरिदिनु होला। के छ भने हाम्रो सम्बन्ध बलियो बनाउनलाई के गर्नुपर्छ, कस्तो कदमहरू चाल्नुपर्छ? मैले पहाड उठाएर ल्याउने हो कि मैले हैन, बाटो खुल्ला गर्नु पर्ने हो कि कस्तो बनाउनु पर्छ ल भन्नु त। पहाड उठाउन नसके पनि हैन, पहाड जस्तो बलियो त बनाउन सक्छु नि त। हाम्रो मायालाई सकिन्छ नि त। अरूले पछाड्नु पर्दैन, म हजुरलाई हजुरको माया पछाड्छु, म पनि पछाडिन्छु हैन। अरूलाई हुन्छ नि, अरूलाई वावा टाइपको हुन्छ नि, त्यस्तो जोडी होस् भन्न चाहन्छु म। त्यही त राम्रो छ। यस्तो के तपाईँ र मेरो हैन जोडी यस्तो होस् कि हुन्छ नि, समाजले पनि हैन, छिमेकीले पनि, गाउँले पनि, देशले पनि वाह स्वेच्छा र रामको जोडी क्या हैन। दाइहरूले पनि हाम्रो जोडी त, मेरो जोडी त हैन स्वेच्छा र रामको जस्तो होस्, मेरो दाइको जस्तो होस्, मेरो भाउजू जस्तो होस्, अनि दिदीले पनि, बहिनीले पनि, सालीहरूले पनि हाम्रो जोडी त यस्तो होस्, भिनाजुको जस्तो जोडी होस् के, स्वेच्छाको जस्तो जोडी होस्, अनि हाम्रो भिनाको जस्तो जोडी होस्। हामीले त्यस्तो कपाल चाहन्छौँ हैन। त्यो जोडी हुन्छ नि, समाजले पुजोस् हैन, संसारले पुजोस् हैन, अरू सबै नयाँ पुस्ताहरूले पनि पुजोस् हैन। सबैलाई हुन्छ नि त्यो मायाको हुन्छ नि त्यो एउटा बिरुवा उम्रोस् के, म त्यो चाहन्छु क्या। हाम्रो माया सधैँभरि रहोस् त्यो चाहन्छु क्या म। हाम्रो मायाबाट कसैले पनि, धेरैले पनि सबले सिकोस् भन्न चाहन्छु क्या। त्यो त हामीले गरेर देखाउनु पर्छ अनि मान्छेलाई अझ इन्सपिरेसन हुन्छ नि त हैन। हामीले जोडी देखेर यस्तो होस् न मान्छेलाई पनि के जोडी चाहिँ त्यही त हाम्रो मायाले हैन यसो हरेक हुन्छ नि लोभ लाग्दो होस् क्या हैन, देख्नेलाई पनि हेर्नलाई पनि हुन्छ नि। अब बुढाबाले देखे पनि हुन्छ नि मेरो छोरा बुहारी जस्तो देखोस्, हुन्छ नि बच्चाहरूलाई देखेर पनि हुन्छ नि मेरो दाइ भाउ जस्तो देखोस्, हुन्छ नि दिदीभाइलाई को केमिस्ट्री भेट्दाखेरि पनि दिदीभाइको जस्तो देखोस् अगाडि, उनीहरूको अगाडि हैन, जस्तो जुन अगाडि जुनहरू छ त्यस्तो सम्बन्ध होस्, त्यस्तो नजर दिया परोस् भन्न चाहन्छु कि म हाम्रो जोडीलाई हैन। फेरि भ्यागुदा माछा जस्तो जोडी नहोस् भन्न चाहन्छु हैन। त्यस्तो हुँदैन, राम्रो हुन्छ।